हेलो साथीहरु, यही मङ्सिर 20 गते 1 बजे निमावि लाइसेन्सको एक्जाम हुन गइरहेको छ। त्यो एक्जाममा चाहिँ ओएमआर सिटमा तपाईहरुले चाहिँ आन्सर गर्नुपर्ने हुन्छ र आजको भिडियोमा तपाईहरुलाई देखाउने छु ओएमआर सिट कसरी करेक्टली फिलअप गर्ने भन्ने कुरा जानकारी गराउने छु। र अघिल्लो वर्ष चाहिँ ओएमआर सिटमै कतिजनाले मिस्टेक गरेर चाहिँ कतिजनाको रिजल्ट चाहिँ विथहेल्ड अनि फेल हुनु भएको छ। त्यही भएर यो पालि चाहिँ त्यस्तो नहोस् भनेर चाहिँ तपाईहरुलाई करेक्टली कसरी फिलअप गर्ने भन्ने कुरा देखाउने छु। र अब चाहिँ सुरु गरौँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तै नै तपाईहरुको ओएमआर सिट हुनेछ एक्जाममा दिने। र साथीहरु, फर्स्टमा चाहिँ के कुरा ध्यान दिनुपर्ने हुन्छ भने चाहिँ यो एकचोटि मात्रै पाइन्छ। त्यही भएर चाहिँ तपाईहरुले यसलाई भिजाउनु भएन, पाल पार्नु भएन, फोल्ड गर्नु भएन अनि तल चाहिँ राम्रो चीज राखेर त्यसमाथि लेख्नुपर्ने हुन्छ। र यो हेर्न सक्नुहुन्छ तपाईहरुले चाहिँ फर्स्टमा माथि हेर्नु भयो भने चाहिँ तपाईहरुले चाहिँ आफ्नो नाम चाहिँ लेख्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ क्यापिटल लेटरमा चाहिँ एक वटा गरेर चाहिँ तपाईहरुको फर्स्ट नेम जे छ त्यो, अनि त्यसपछि मिडल नेम बिचको नाम छ भने चाहिँ लेख्नुस्, छैन भने चाहिँ लेख्नु पर्दैन। त्यसपछि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ लास्टमा चाहिँ तपाईहरुले चाहिँ थर लेख्नुपर्ने हुन्छ। थर पनि एउटा एउटा लेटर लेख्नुपर्ने हुन्छ। त्यसपछि भरिसकेपछि तपाईहरुले चाहिँ यसमा अझै केही गर्नु पर्दैन। त्यसपछि आउनुस् रोल नम्बर भर्नमा। रोल नम्बर भर्ने बेलामा यहाँ हेर्न सक्नुहुन्छ यहाँ रहेको छ रोल नम्बरको सेक्सन। यहाँ हेर्न सक्नुहुन्छ रोल नम्बरको सेक्सन रहेको छ। रोल नम्बर चाहिँ तपाईहरुले चाहिँ पहिला चाहिँ यहाँ फिलअप गरिदिनु पर्ने हुन्छ रोल नम्बर के छ भनेर। र यो रोल नम्बर चाहिँ एकदम करेक्टली भर्नुपर्ने हुन्छ, किनभने हाम्रो कम्प्युटरमा चाहिँ यो चेक हुँदाखेरि यो रोल नम्बर माथिको चाहिँ पर्दैन। कम्प्युटरले चाहिँ तपाईहरुले यो गोलो लगाएको जुन छ नि यो मात्रै रिड गर्ने हो के यो। त्यही भएर यो चाहिँ एकदम करेक्टली चाहिँ फिलअप गर्नुपर्ने हुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ यसको गोलो लगाउने तरिका चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो फुल गोलो लगाउनु पर्ने हुन्छ कालो मसीले। यसरी पुरै गोलो लाग्ने गरी लगाउनु पर्ने हुन्छ। त यो कुरा भइ नै हाल्यो। अब चाहिँ तपाईहरुले जानकारी गराउने छु। यहाँ हेर्न सक्नुहुन्छ यसले चाहिँ लगाएको छ। यसको रोल नम्बर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यसरी रहेको छ। 3 छ उसको, सुरुमा चाहिँ 3 छ। तपाईहरुको जति हुन्छ त्यो चाहिँ यसरी फिलअप गर्नुपर्ने हुन्छ कि 0 1 2 3 3 मा चाहिँ तपाईहरुले चाहिँ पुरै गोलो लगाउनु पर्ने हुन्छ। त्यसपछि उसको 8 छ भनेपछि सिधै तल आउनु पर्ने हुन्छ अनि 8 मा चाहिँ गोलो लगाउनु पर्ने हुन्छ। त्यसरी नै उसको त्यसपछि हेर्नु सक्नुहुन्छ 1 छ, 1 भनेपछि 0 त्यसपछि 1 आउँछ, त्यसपछि यसले फिलअप गरेको छ। त्यसरी 2 छ भनेपछि यसरी फिलअप गरेको रहेछ। त्यसपछि 0 छ भने चाहिँ 0 मै यसरी गर्दाखेरि सबै चाहिँ तपाईहरुले चाहिँ फिल गर्नुपर्ने भयो करेक्टली। यो चाहिँ एकदम ध्यान दिएर गर्नु होला, यसमा चाहिँ मिस्टेक गर्नु भएन। त्यसपछि चाहिँ आउनुपर्ने हुन्छ तल। खासै मेन ध्यान दिनुपर्ने कुरा चाहिँ यही एउटा हो। त्यसपछि अरु पनि ध्यान दिनुपर्ने कुरा, मेन चाहिँ ध्यान दिनुपर्ने त्यही हो। त्यसपछि विज्ञापन नम्बरमा चाहिँ तपाईहरुले चाहिँ म तपाईहरुको विज्ञापन नम्बर यहाँ लेखेर राखेको छु। म भनिदिन्छु तपाईहरुले चाहिँ विज्ञापन नम्बर चाहिँ यहाँ 44 अनि त्यसपछि स्ल्यास गरेर चाहिँ 082 अनि स्ल्यास गरेर चाहिँ 83 लेख्नुपर्ने हुन्छ। यो चाहिँ नमुनाको लागि भएर चाहिँ पुरानो रहेको छ। त्यसपछि तपाईहरुले यो विज्ञापन नम्बर चाहिँ त्यसलाई हाल्नु होला। हालिसकेपछि तपाईहरुले चाहिँ यहाँ भनेको छ तह, कुन तहको एक्जाम दिँदै हुनुहुन्छ। तपाईहरुले चाहिँ निमावि तहको एक्जाम दिँदै हुनुहुन्छ भने चाहिँ निमाविमा चाहिँ तपाईहरुले चाहिँ गोलो लगाउनु पर्यो। त्यसपछि तपाईको विषय के हो, तपाईले के विषय पढ्नु भएको छ, नेपाली हो इङ्ग्लिस हो के हो, त्यो चाहिँ तपाईहरुले चाहिँ यहाँ लेख्नु पर्यो। त्यसपछि उम्मेदवार भन्नाले तपाई स्टुडेन्टले सिग्नेचर गर्ने यहाँ मात्रै हो, अरु कतै पनि गर्नु पाइदैन स्टुडेन्टले। त्यसपछि चाहिँ उता सरहरुले नै अरुमा चाहिँ गर्नुहुन्छ। यहाँ यो तलमा चाहिँ सरहरुले गर्नुहुन्छ, तपाईहरुले चाहिँ गर्ने होइन। यो दुईटामा चाहिँ तपाईहरुले चाहिँ नगर्नु होला, उताबाट सरहरुले नै गरेर पठाउनुहुन्छ। अनि त्यसपछि आउनुस् महत्त्वपूर्ण अलिक ध्यान दिनुपर्ने कुरा यहाँ रहेको छ। त्यसपछि तपाईहरुले चाहिँ सेट कुन हातमा पर्छ त्यो सेट हेरेर चाहिँ तपाईहरुले चाहिँ फर्स्टमा चाहिँ यो सेटमा लगाइ नै हाल्नु होला गोलो। तपाईको ए सेट हो कि बी हो कि सी जुन छ त्यो त्यसमा चाहिँ अलिकति राम्ररी गोलो लगाउनु पर्ने। मेन ध्यान दिनुपर्ने कुरा चाहिँ यो पनि हो एउटा रोल नम्बर भर्ने बेलामा र एउटा सेट भर्ने बेलामा एकदम ध्यान दिनु होला दुईटा कुरा। त्यसपछि तपाईहरुले चाहिँ परीक्षाको किसिम कस्तो परीक्षा दिँदै हुनुहुन्छ, तपाईहरुले चाहिँ लाइसेन्सको एक्जाम दिँदै हुनुहुन्छ भने अध्यापन अनुमति पत्रमा चाहिँ गोलो लगाउनु पर्यो। अरु उता चाहिँ केही लगाउनु पर्दैन। त्यसपछि तपाईहरुले चाहिँ सिधै आउनु पर्ने हुन्छ। अब आन्सर तपाईहरुले चाहिँ गर्नुपर्ने हुन्छ। आन्सर त सबै आफ्नो जे आन्सर हो जुन सेट हो त्यो अनुसार चाहिँ तपाईहरुले चाहिँ 1 नम्बरमा के क्वेशन छ त्यो अनुसारले चाहिँ करेक्ट आन्सर कुन हो त्यसमा चाहिँ तपाईहरुले चाहिँ गोलो लगाउनु भयो। यानी कि 1 को ए आन्सर करेक्ट छ भने चाहिँ ए मा लगाउनु पर्यो, 2 को चाहिँ करेक्ट आन्सर सी हो भने चाहिँ यसरी सी मा लगाउनु पर्यो। यसरी नै तपाईहरुले चाहिँ 50 वटैमा लगाउनु पर्यो। यति चाहिँ तपाईहरुले चाहिँ राम्ररी गरिदिनु भयो भने तपाईहरुको ओएमआर सिटको कारणले गर्दाखेरि चाहिँ रिजल्ट विथहेल्डमा या फेल हुने चान्स चाहिँ एकदम कम हुन्छ। र यदि तपाईहरुले अझै यो रुलहरु पढ्न चाहनुहुन्छ भने चाहिँ यहाँ माथि रहेको छ, तपाईहरु चाहिँ पढ्न सक्नुहुन्छ। म यहाँ देखाइदिन्छु तपाईहरुलाई चाहिँ। र यहाँ हेर्न सक्नुहुन्छ ओएमआर सिट लेख्दाखेरि चाहिँ ध्यान दिनुपर्ने विषयहरु तपाईहरु चाहिँ पढ्न सक्नुहुन्छ। र भिडियो आजको मन पर्यो भने तपाईहरुले चाहिँ लाइक गर्नु होला र कुनै
क्वेरी छ भने चाहिँ कमेन्टमा तपाईँहरू चाहिँ राख्न सक्नुहुन्छ। हस् त साथीहरू, आजको भिडियोमा यति नै।